मेरोमा चाहिँ माई पिकलले चाहिँ यो अचार पठाएको है यो अन्त यसमा चाहिँ छ तामा र डल्लेको अन्त चाहिँ यो चाहिँ छ डल्लेको पेस्ट हो। अब पठाउनु भयो ठिकै छ है। मेन कुरो चाहिँ के भयो भने मैले यो खोलेको पनि छु है। यस्तो दामी यसको सेन्ट छ है। खोलेर टेस्ट गर्दा गर्दा आधा भइसकेको छ गाइज, हेर्नुहोस्। अब भिडियो बनाउनु जरुरी छ है। मैले हिजो खोलेको यो हो, फेरि खाइ पनि दियो। मेरो छोरी मन नपराउनेले धरे यस्तो मन परायो यो अचार होइन। अन्त यहाँ हेर्नुहोस् यो तामा र डल्ले है। यो यसले चाहिँ एकदम तामा भन्ने बित्तिकै गाउँवाला भाइब आउँछ है। यसको पनि सेन्ट हेर्नुहोस् न, यस्तो दामी छ यसको सेन्ट। मैले चाहिँ यो तामाको अचार चाहिँ यस्तो दामी चाहिँ खाएको थिइनँ, एकदम भागै कुरो है। किनकि चिकनको चाहिँ मैले खाएको थिएँ है। र मैले यहाँ प्लेटमा नि हालिरहेको छु, म तपाईँहरूलाई टेस्ट गरेर देखाउँछु। हुनु नि हिजैदेखिको मैले टेस्ट गरि नै राखेको छु है। यस्तो दामी छ, यहाँ तपाईँहरू हेर्न सक्नुहुँदैछ। एकदम तेल मसला पनि ठिक्कको हो, एकदम घरकै मसलाहरू है, होममेड हाइजेनिक हो। अन्त यो चाहिँ गोल्डमा मिलन मोडको दिदीबहिनीहरूले मिलेर बनाउनु भएको है, आफ्नै गाउँको अचार हो। एकदमै दामी छ, टेस्टी छ हो। तपाईँहरू पनि अर्डर गर्नु सक्नुहुनेछ। यहाँ म तपाईँहरूलाई डिटेल्स नम्बर डल्लै दिन्छु है। अन्त चाहिँ तपाईँहरूलाई अब यता मात्रै नभएर है, टाढो टाढोहरू पनि अर्डर गर्नु सक्नुहुन्छ। जसलाई चाहिँ तपाईँहरूलाई गाउँको आफ्नो घरको अचार खानु मन लागेको छ भने चाहिँ एकदम तपाईँहरूले चाहिँ माई पिकलमा चाहिँ अर्डर गर्नु सक्नुहुनेछ है। यहाँ चाहिँ चिकनको अन्त तामाको डल्लेको मात्रै नभएर पनि अरू पनि सबै किसिमको अचारहरू पाउँछ। अन्त चाहिँ तपाईँहरूले यहाँ फोनहरू गरेर पनि सोध्नु सक्नुहुनेछ। र यस्तो दामी छ कि अब चाहिँ म तामाको खाएर देखाउँछु ल तपाईँहरूलाई। मलाई चाहिँ गाइस अमिलोहरू मन पर्दैन होइन, तर यो चाहिँ एकदम ठिक्कको रहेछ, दामी। अलिकति पिरो पिरो पनि छ है। हिजोदेखिकै गाइस टेस्ट गर्दा गर्दा यतिको भइसकेको छ। सकिन आँटिसक्यो, भिडियो बनाउनु पनि जरुरी थियो। तपाईँहरूलाई पनि यस्तो दामी टेस्टी अचार खानु छ भने चाहिँ तपाईँहरूले एकदम माई पिकललाई अर्डर गर्नु सक्नुहुन्छ है।